चाहिँ हामी यहाँनिर साङमा रानीवनमा चाहिँ शुभ विवाह थियो है हाम्रो अञ्जली विट्स सिद्धान्त भाइको। अनि यहाँनिर चाहिँ एउटा मजाको बार बनाएको रहेछ है। र यो बारको म तपाईँहरूलाई दृश्य अलिकति देखाउन चाहन्छु है। जुन प्रकारले यति मजाले बनाइदिएको छ कि हेर्नुहोस् ल, यति राम्रो बनाइदिनु भएको छ यहाँनिर है। यहाँ गाउँकै स्थानीय गाउँकै भाइहरूले बनाउनु भएकोलाई यति राम्रो बनाइदिनु भएको छ। हेर्नुहोस् यति दामी बनाइदिनु भएको छ यहाँनिर बार चाहिँ है। यहाँनिर यस्तो मजाको खरले पनि, अनि विशेष चाहिँ यहाँनिर जुन प्रकारको यो रमहरू लिएर है यहाँनिर चाहिँ अब पानीको लागि चाहिँ यस्तो दामी यो जुन भालु बाँस छ त्यो बाँसलाई चाहिँ यस्तो मजाको एउटा प्रयोग गरेर बनाइदिनु भएको छ है। यहाँ हेर्नुहोस् है, यस्तो मजाको बनाइदिनु भएको छ यहाँनिर। यति राम्रो अब बाँसलाई पनि हामीले प्रयोग गरेर चाहिँ यति राम्रो हुँदो रहेछ भन्ने कुरो चाहिँ यहाँनिर प्रमाण गरिदिएको छ है। यस्तो दामी बनाइदिनु भएको छ यहाँ हेर्नुहोस् है। यति मजाको रहेछ यहाँनिर हेर्नुहोस्। बाँसकै टक्कै ढकनी पनि बनाइदिएको रहेछ। र हाम्रो क्षेत्रमा पनि यस्तो खालको कला चाहिँ अब छ भन्दाखेरि अतियुक्ति नहोला होइन। यति दामी बनाइदिनु भएको छ यहाँनिर बार चाहिँ। पानीको यति मजाको रहेछ।